यी हुन् विश्वका 10 शक्तिशाली देशहरू। नम्बर 10 यूएई। विश्वको शक्तिशाली देशको सूचीमा यूएई को नाम 10औं स्थानमा आउँछ। तेल बेचेर धनी भएको यूएईले अहिले पर्यटक भित्राएर मनग्गे आम्दानी गरिरहेको छ। यूएईले अहिले पछिल्लो समय चन्द्रमा मिसनमा आफ्नो यान पठाउने योजनाका साथ आफ्नो अन्तरिक्ष मिसनमा ध्यान केन्द्रित गरिरहेको छ। यो देशको प्रति व्यक्ति आय $87,729 रहेको छ भने जीडीपी $527.8 बिलियन रहेको छ। नम्बर 9 साउदी अरेबिया। यो देशको शक्ति र धनको प्रमुख स्रोत भनेको नै यहाँको पेट्रोल खानी हो। यो देशले तेल बेचेर संसारलाई आफ्नो बसमा पार्न सफल भइरहेको छ। साउदीसँग विश्वमा अहिलेसम्म पत्ता लागेको कच्चा तेलको 17% भण्डार छ, जुन लगभग 270 बिलियन ब्यारेल हुन आउँछ। यो देश अमेरिकाको सबैभन्दा नजिकको सहयोगी देश पनि भनेर चिनिन्छ। सन् 2034 को फिफा विश्वकप पनि यही देशले आयोजना गर्ने भएको छ। यो देशको प्रति व्यक्ति आय $59,065 रहेको छ भने जीडीपी $1.11 ट्रिलियन रहेको छ। नम्बर 8 जापान। जापान विश्वमा कार र इलेक्ट्रोनिक्स उत्पादनका लागि परिचित देश हो। यो विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक पनि हो। टेक्नोलोजीको दुनियाँमा आफ्नो प्रभुत्व जमाउन जापानले हाल चिप निर्माण, एआई र ईभी को वृद्धिमा धेरै ध्यान केन्द्रित गरिरहेको छ। यो देशको प्रति व्यक्ति आय $45,573 रहेको छ भने जीडीपी $4.11 ट्रिलियन रहेको छ। नम्बर 7 फ्रान्स। फ्रान्स युरोपको सर्वशक्तिमान राष्ट्र हो। पछिल्लो समय फ्रान्सले डिजिटल ट्रान्सफर्मेसन एन्ड ग्रीन एनर्जीमा फोकस गरिरहेको छ। यसबाहेक यो देशले युरोपेली युनियनको नीति नियम बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यो देशको प्रति व्यक्ति आय $55,493 रहेको छ भने जीडीपी $3.13 ट्रिलियन रहेको छ। नम्बर 6 दक्षिण कोरिया। टेक्नोलोजी एन्ड इनोभेसनमा अब्बल मानिएको देशमा विश्व प्रसिद्ध टेक कम्पनीहरू रहेका छन्, जसले यो देशको अर्थतन्त्रमा निकै नै सहयोग पुर्याएका छन्। पछिल्लो समय कार्बन उत्सर्जन घटाउनका लागि दक्षिण कोरियाले हरित ऊर्जालाई बढावा दिन नवीकरणीय ऊर्जा स्रोतहरूमा जोड दिइरहेको छ। यो देशको प्रति व्यक्ति आय $50,070 रहेको छ भने जीडीपी $1.76 ट्रिलियन रहेको छ। नम्बर 5 युनाइटेड किङडम। शताब्दीऔं अघिदेखि नै संसारका धेरै देशहरूमा राज गरिरहेको बेलायत आजको दिनमा समेत संसारको 5औं शक्तिशाली राष्ट्र हो। यो देशले प्राविधिक उद्योगहरूमा पनि प्रगति गरिरहेको छ। राजधानी लन्डन पनि एउटा स्टार्टअपहरूको लागि केन्द्रीय हब नै बनिसकेको छ। यी स्टार्टअपहरूले बेलायतको आर्थिक वृद्धिमा योगदान गर्दै विभिन्न क्षेत्रहरूमा इनोभेसनका कामहरू गर्छन्। यो देशको प्रति व्यक्ति आय $54,603 रहेको छ भने जीडीपी $3.5 ट्रिलियन रहेको छ। नम्बर 4 जर्मनी। युरोपेली संघको ग्रीन एनर्जीको प्रवर्धन बढाउन जर्मनीले नेतृत्व गरिरहेको छ। यो देश नवीकरणीय ऊर्जा स्रोतहरूलाई बढावा दिन र कार्बन उत्सर्जन घटाउनमा केन्द्रित छ। यो देशले आफ्नो सम्पूर्ण क्रियाकलापहरूलाई डिजिटलाइजेसनमा रूपान्तरण गरिरहेको छ। यो देशको प्रति व्यक्ति आय $63,150 रहेको छ भने जीडीपी $4.59 ट्रिलियन रहेको छ। नम्बर 3 रसिया। रुसले आफ्नो विशाल प्राकृतिक स्रोत र सैन्य क्षमताको उपयोग गर्दै विश्वव्यापी भू राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। रसिया पछिल्लो समय चन्द्रमा र अन्य आकाशीय पिण्डहरूको अन्वेषणमा केन्द्रित भइरहेको छ। यो देशको प्रति व्यक्ति आय $36,485 रहेको छ भने जीडीपी $2.06 ट्रिलियन रहेको छ। नम्बर 2 चीन। सन् 2024 मा विश्वका शीर्ष 10 शक्तिशाली देशहरूमध्ये चीन दोस्रो स्थानमा छ। आफ्नो बजार विश्वभर विस्तार गरेर व्यापारिक क्षेत्रमा यसले आफ्नो छुट्टै साम्राज्य खडा गरिसकेको छ। चीनले प्रविधिमा पनि महत्त्वपूर्ण प्रगति गरिरहेको छ। विशेष गरी आर्टिफिशियल इन्टेलिजेन्स र 5G मा आफूलाई विश्वव्यापी रूपमा अब्बल बनाइरहेको छ। यो देशको प्रति व्यक्ति आय $21,476 रहेको छ भने जीडीपी $18.53 ट्रिलियन रहेको छ। नम्बर 1 संयुक्त राज्य अमेरिका। विश्वकै सबैभन्दा शक्तिशाली देशको पहिलो नम्बरमा पर्ने देश हो अमेरिका। यो देशले आफूलाई विश्वमा ग्लोबल पावर हाउसको रूपमा स्थापित गरिसकेको छ। टेक्नोलोजी, फाइनान्स एन्ड इन्टरटेनमेन्ट सेक्टरमा त यसले विश्वमै राज गरिरहेको छ। यो देश विश्वमै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक पनि हो। अमेरिकाले विश्वमा जलवायु परिवर्तन नियन्त्रण गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यो देशको प्रति व्यक्ति आय $85,373 रहेको छ भने जीडीपी $28.78 ट्रिलियन रहेको छ। यी त थिए विश्वका 10औं शक्तिशाली राष्ट्रहरू। अब कुरा गरौँ शक्तिशाली देश के कुराले निर्धारण गर्छ भन्ने बारे। यसमा महत्त्वपूर्ण भूमिका खेल्ने केही तत्त्वहरू रहेका छन्, जस्तो कि त्यो देशको
देशको राजनीतिक प्रभाव र त्यस देशलाई नेतृत्व गर्ने नेता, देशको आर्थिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र बलियो सेना, यिनै महत्त्वपूर्ण तत्त्वहरूलाई वैज्ञानिक तवरले मापन गरेर चर्चित पत्रिका फोर्ब्सले सन् 2024 का लागि शक्तिशाली देशहरूको सूची तयार पारेको छ। हवस् त आजको भिडियो यति नै। यस्तै महत्त्वपूर्ण जानकारीका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्कार।